Hello guys, welcome to my vlog. ल अहिले चाहिँ 6:30 बज्यो भन्दा नि 7:30 बज्यो। काम 8 बजेबाट छ। अब कामतिर लागेको म चाहिँ यो चाहिँ गल्ली गल्ली भयो। चाहिँ काबीको टाउरै बाटो हिँड्दाखेरि सिन्जीको एरिया के भन्नु, यतैबाट हिँड्नु पर्यो। गल्ली गल्लीबाट हिँडेपछि अगाडि ठ्याक्कै आकाशे पुल जस्तो भेटिन्छ, त्यतैबाट जानुपर्छ। अहिले चाहिँ म गल्लीमा पुगिरहेको छु। कपाल त छैन, कपाल त काटिदिएको अस्ति। बाटो हिँड्यो डिल्यो भन्ने हुन्छ। कहिले यसो देख्यो भने नि अक्कै भन्ला जस्तो लाग्छ। त के गर्नु, लाज पचाएर अब भिडियो बनाउनु पर्यो। धेरै भयो सोचेको, धेरै भयो तर खोजेको भेटेन। जे कुरा पनि लाज पचाएर रहन्छ है। ट्रेनहरू धमाधम गइरहेछ, आफू चाहिँ हिँड्नु परिरहेछ। मम्मी भन्दै बसिनु परेछ। ल चट्ट अगाडि चाहिँ ट्याक्क यो छ है, यो एरिया भयो। यो चाहिँ ऊ भयो, के भयो भने रेलवेको मुनिको घरहरू बन्द हुन्छ जहिले। म चाहिँ यताबाट त किन हिँड्न मिल्दैन। अब यो गल्लीबाट यहाँ छ, यहाँबाट चढेर यहाँ गेडा जस्तो छ त, यहाँबाट चढेर यस्तो गएर यस्तो यही हो आकाशी पुल। अनि म चाहिँ यता छु, कता भन्दा नि यता च्याट्ट पढेर। यो अगाडि चाहिँ सिन्जीको ऊ हो, यो चाहिँ काबुकिची बिल्डिङ स्टेसन लाइन हो। ट्रेन आइरहेको छ नि यार, के हो यसो। ट्रेन त नि बन्द भयो क्या भन्नु मिलेन भर्खरै। यो आयो एउटा उता ट्रेन आइरहेछ, कहाँ जाने एउटा ट्रेन आइरहेको रहेछ। यहीँ अगाडि स्टेसन त के गर्नु, स्टेसन यतै हो। अब आफू चाहिँ आफ्नो गन्तव्यमा लाग्नुपर्छ। हेरो टाइम त ढिला भइसक्यो, माया कसम। यो त के हो यस्तो, के हो तौरो पारेर। आई एम ब्याक भने जस्तरी अब कुदेर दौडिनु पर्छ जस्तो छ। एकछिन 20 मिनटमा त पुग्छु होला। अगाडिको माहौल त यस्तो छ है। यहाँ नजिकै ल देखिन्थ्यो रमाइलो पहिला त, अब त खै पानी परेर होला। कोही छैन वातावरण, केही छैन वातावरण हेर्नु लायकको। आज त गाह्रो छ।
यो एरिया यो पुरै एरिया चाहिँ हल्का रेड लाइट एरिया भन्ने कि के एरिया भन्ने त्यस्तै हो। धेरै पछि यो बाटो हिँडेँ म। आज त खै पानी परेर होला केही पनि छैन बाटोमा। टैट भाग्य नै छैन क्या हो, भाग्य नै भएन हेर्नुलाई। ठिकै छ नि त आजको रात। अब सिधै काममा पुगिन्छ, बिहान पढ्न गइन्छ, गएको गइन्छ, त्यतिखेर स्टार्ट हानिदिनु पऱ्यो। आजलाई चाहिँ यति नै। पोर्चुगल ब्रेक टाइम भयो, खाजा खाइदिनु पऱ्यो। खाजा खानु पर्यो होइन? ओइ सु हानेन, सु हानेन। ओइ गुरुङ सु हान न एकछिन, सुई हान न। त्यो के खेलेको यार पोर्तुगालले यार, हारिसक्यो गोल हानिसक्यो रे उनले त। हेर्न छोड्दै थियो गोल हानिसकेपछि, अनि पछि फर्केर आएर हेरेको त 0-0 आइ कसरी यसलाई यस्तालाई फ्यान भन्नु, रियल फ्यान होइन। त्यो हारे पनि जिते पनि एउटै हो, हारे पनि अब सेकेन्डै हुने, जिते पनि त्यही भयो हुन त। तर यसले त निकाल्यो नि फेरि हाल्यो, फेरि निकाल्यो फेरि हाल्यो यार। जित्छ पोर्चुगल जिन्दाबाद। सिधै फाइनल हो, ट्याक्क सेमी फाइनलमा फ्रान्ससँग जान्छ। फ्रान्सले 3 गोल हानिदिन्छ त्यसै। ट्याक्कै फेरि होइन त्यसमा त्यहाँ फेरि जसले हान्छ रोनाल्डोको चेलाले नै हान्छन् फेरि रोनाल्डोलाई। बापको गुरुमाथि चेला हाबी हो क्या, बापको बेटेले मारिदिया भने जस्तो हुन्छ कि त्यहाँ। ल ल खाजा खाम। ल ल खै हाम्रो खाजा ल्याउने मान्छे नर्वेले जान्छन् त्यसो गरे हो नि। तर नर्वेले होइन हार्नको लागि हो, तर नर्वेलाई गाह्रो त गाह्रो चाहिँ जित्दैन, त्यति हो। के मेन टिम खेला होइन भन्नु के मान्छे कति हाल्यान्डको र एम्बापे हेर्ने भने कतिले टिकट काटेर रहेछ। तर त्यो अलिकति खिच्चा लाग्यो यार मलाई यार, छिराउनु पर्ने फ्यानहरू होइन त्यस्तो खर्च गरेर आएको होइन, फ्यास भयो निराश भयो ऊहरू क्या, दर्शकहरू क्या, दर्शकहरू हाल्यान्डको क्याम र उसको क्याम हेर्नु आएको थियो नि त। ख्यास बनाइदियो होइन। तिम्रो त मेसी त खेलिरहेको छ प्रत्येक गेममा। मेसी त म आएपछि मेसी गोल हानिहाल्यो। अब आज राति हेरिदिनु पऱ्यो भने, आज राति काममै हेरिदिनु पर्ला भन्ने पोर्चुगल के अरे ब्राजिलको गेम। अन्ताको उ त खेल्दै खेल्दैन, आज खेल्छ। आज हेर्ने त होला त, मेरो पनि काम हो काम त। काममै हेर्ने हो साथी, काममै हेर्नु उमा हो।
टिभीमा स्टुडेन्टमा हो क्या तिम्रो अब आज इयरको हुन्छ जापानिजहरू आउँछन् टिभीमा कति राम्रो हुँदो रहेछ यार। 5 वर्षसम्म के भनेर आउँदो रहेछ यार? कोही कहाँ बाहिर बल्लाई त मेन फोकस हान्नु यो खायो भने सजिलो हुन्छ दामी हुन्छ खाना आउँदै त बल्छ 5 केजी हाल्यो भने झन् यसमा आज 1 केजी बढ्छ घरमा त दाल भात खान्छ होला के खानु यस्तै भनौँ यही हो भात त गुल्टीलाई भात दाल खान्छ ल फाइनल्ली चिल्लेको खाजा सक्यो अब यति हानिसकेपछि ढक्क लाएर सेकेन्ड जिको चाहिँ खतरा जान्छ झ्याम्मै सुतेर नियम हो लोकेले खान सकेन लोके झोके हो यता हामी यता चाहिँ तिमीले कभर स्टोर गर्नु हो तेरो आज कस्तो राम्रो देख्नु भयो भनेको त म अघि नै एउटा ख्याल गरेर देखेँ आज किन कपाल के यस्तो हेर्छु कपाल यस्तो थिएन त केही भन्थ्यौ न आज त्यसले कभर स्टोर गर्नु भएको छ गाइस तेरो लुक चाहिँ फरक है अरे यी पाएको वाह मिरुको खान जिमरहरूले मात्रै खान्छ यस्तो खाम सिटीमिटी खान्छ है सुके बडी बना ल यति सबैलाई ओके गाइज बी स्टे ट्युन